होइन त हामी कहाँको लागि हिँडेको हो र ओके वी आर मुभिङ टुवर्ड्स फर्स्ट बुढानीकण्ठ दर्शन आफ्टर द्याट इस्कन कृष्ण टेम्पल खाली रहेछ आज त होइन खाली हो बाटो बाटो खाली खाली हजुर बिहानै भएर हो ओ माइ गड चिसो छ बिहान बिहान हल्का विन्ड टिसर्टै झरी नभ्याउने भएको छ अब Bye bye guys. त्यस्तै छ है खेल्ने होइन आएर क्याप क्याप त्यतिकै छोड न के छ बित्तिकै देख्न पायो हो 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 सानी काँचे हजुर कहिले अहिले पछि अहिले नै बोल राधा बोल बोल गोविन्द बोलो हरि गोपाल त्यो होइन नारायणको भजन नारायण हरि हरि भन्ने हुन्छ मलाई थाहा भएन त्यति हो कुरो कृष्ण भजन अहिले गाउने हो गएर एक हे माखन चोर कृष्ण तुझे याद कर लिया है आया तुझी तरह हो भने तालको नमुना भेटेर माथिर we have got different नमुना होइन आउँछ नि यार अब सक्यो कलेज लाइफ होइन हो ट्र्याक्टरले ल्याङ गर्ने भयो त
गरिदियो भने ट्र्याक्टरलाई पनि हामीले खोइ नेवार बस्यो के हो केही न केही त पक्कै हुनुपर्छ यहाँ हजुर त्यहाँ हावा जस्तै मलाई उड्न मन छ पाटन दरबार स्क्वायर मङ्गला बजार होइन त यस यस ओ माई गड इन्द्र जात्राको लागि होइन त इन्द्र जात्राको लागि यो गते हो नि त पछि यहीँ तल यो त वर्ल्ड हेरिटेज साइट हो नि विश्व सम्पदा सब्जी कि चरी होइन बुढी माउहरू चरी भने त सानो हुन्छन् चरीहरू त हेलमेट लाउँदैनन् नि चरीको आमाहरू यिनीहरू त अघि कसैहरू फोहोर फाल्न आएको न लाइनले कुद्दै आउँदो रहेछ पुरा फोहोर फाल्नलाई फोहोर फाल्न कुद्दै कुद्दै अब दसैँ पनि नजिकै छ होइन त उसबे आइसक्यो अब बाबा फोहोर फाल्ने घुइँचो फोहोर फाल्ने घुइँचो हेर न घुइँचो ओ जाना कह रहा है दिल ओ जाना हमसे आके मिल ओ जाना पूरे दिल से ओ जाना this is Lovey Mall from where we can buy Jensen Park items भनेर भनिदिइसकेको छु मैले के अहिले घर पुगेर खानसान खाएर आऊँ नि जुत्ता कुमारी भाटी हो त यार 2 महिना अगाडि भने हेर त के भन्छ ट्र्याक सेट चाहियो अरे ट्र्याक सेट एउटा जुत्ता भएपछि पुग्यो अरे बुवालाई यता चाहिँ हामी पहिल्यै आएको होला है यसरी 2 जना कुमण्डल भनेको यही हो होइन सुनेको थियो नाम चाहिँ छ बाटो त एकदम खाली हो बाटो चाहिँ मजा यता छ कुमण्डलको कानदेउता स्थान जय कानदेउता
अब हामी जान्छौँ राइट लेफ्ट लागेर त्रिपुरेश्वर हुँदै चक्का लाएर त्रिपुरेश्वरपट्टिबाट बाटो हल्का खाली नै हुन्छ। बागमती पुल भन्छ यसलाई। यतिकै छोरा साइको लेडीज रहेछ यार, के तालले चढा खाली। यो चाहिँ ट्रली बस चल्ने हो कि मैले यहाँ यो तारहरू छ नि माथि ट्रली बसको हो कि यो। यत्तिकै हुने भयो बाटो है, दिक्कै लाग्दा दिउँसो त झ्याप्प झ्याप्प झ्याप्प। रङ्गशाला दशरथ रङ्गशाला हामी आइपुग्यौँ। दशरथ रङ्गशाला भन्छ क्या यसलाई। हजुर यही हो। बिस्तारै जान्छौँ हामी। अब बाटो खाली छ आज है। हामी कता हिँडेको रहेछ अनि नारायण थान अनि इस्कोन आउँदैन। जाउँ बिस्तारै जाउँ। आज त प्याक छ यार गाडी। के हो कि एकादशी भएर यो गरे होला बाटो फेरि यो साइडलाइट त बाले हो चरीले, तर बिजोक तरिकाले बाली होइन त। अनि कसैले देखेन धराप्रति सानी चरी देखेन। चरा धराप्रत चरी र चरा गरिरहेको यस्तो गरेर गइरहेको चुइची। ओ माई गॉड हाउ ही कट द रोड। लम्की यसरी काटिरहेको है रोड। अब खानी भयो चिट। त्यो मान्छेको तारा हेर न के गरेर हिँडिरहेको। सिटी बजाइसक्यो ट्राफिकले। आकाशे पुलको प्रयोग गरौँ। द्याट्स ब्याड ह्याबिट म्यान। लिन जाँदाखेरि पहिला पासपोर्ट विभाग यही त हो नि। पासपोर्ट विभाग के त्यो कन्सल्टेन्सीमा छाया सेन्टर भनेको थियो नि, यहीँ पर यता हो कि लेफ्ट साइड। ल
ल राजदरबार लैन चौर आइपुग्यौँ हामी अब यो ठाउँ पनि निकै आएको हो म पहिला ल सरी ट्राफिक त वाल्लबाट हेर्छ त क्यामेरा म पनि आएँ भनेर होला यताबाट गइन्छ लाजिम के भन्छ लाजिमबाट उत्तर गेट यो पनि लाजिमबाटै हो नि ट्याक्स अफिस लाजिमबाट दामी छ है बाटो त नि हामी अब पानी पोखरी पुग्दैछौँ यहाँबाट यो टङ्गाल भनेको टङ्गाल हजुर यो सबै पिस थप्या हो नि यो पिस थप्या हो क्या यस्तो छैन नि बाटो लक्ष्मी हाइट रमाइलो छ यता नि पानी पोखरी राइडर काट्नु पऱ्यो नि बाटो होइन टर्निङ छ फेरि नारायण गोपाल चोक भन्छ नि माथि त्यही अब माथि त हुने हो छिटो छ क्या यो बाटो नेपाल पुग्छ जाने यहाँबाट बालुवाटार भन्छ नि सुनेको छ है यो बाटोबाट सबै भित्र हो जाने हो बालुवाटार भाटपाटिनी हाडी गाउँ भन्छ नि यताबाट जाने हो यहाँ पनि स्पिड क्यामेरा छ कि उ त्यो झ्यालाक झ्यालाक गरिरहेको छ नि स्पिड क्यामेरा हो बाटो पनि कस्तो स्टेट छ हेर न फेरि जगह अमेरिकन एम्बेसी यहीँ हो त्यो तिम्रो टेस्ट गर्न आउनुपर्छ भन्दै नि गामा भन्थ्यो नि गामा यतैतिर छ क्या खिच्यो हाम्रो फोटो खिच मेरी फोटो यही हो सुन्दा युएस एम्बेसी कत्रो छ हेर न युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको कदर गराउँदै महाराजगञ्ज चोक हो यो महाराजगञ्ज आमा मान्छेहरू कुदेको किन कुदेको मान्छेहरू त्यसो
इन्द्र नि आधा जस्तो फिल हुन्छ है। बच्चाकै हो कि त्यो कानमा है, बाइक कुदाएको छैन है, त्यसलाई चिराइदियो होला होइन, त्यसलाई चिराइदियो होला होइन अब। गन्दा हामी आज त मान्छे च्यापै रहेछ नि यार, बाइक राख्नु पनि ठाउँ छैन क्या। अरू त